हुन्छ कि हुँदैन? पुरा हुन्छ 100% हुन्छ 99.9% हुन्छ 0.01% चाहिँ कुनै भैँचालो आयो भने हुँदैन ल बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु ल साथीभाइहरू महावीर पुन भन्ने मान्छे आएको छ अच्छा हेलो चुनाव चिन्ह चाहिँ पर्सि आउँछ है आविष्कारक हुनुहुन्छ यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या म जस्तो हो म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो यसो गर्छु भन्ने थिएँ त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु गिफ्ट दिन्छ दियो भने मैले बेचिदिन्छु बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको छु घर भाडामा लिएर बसेको भए पनि हुन्थ्यो सरकारले दिइहाल्थ्यो पैसा घरमा बस्ने मान्छे नै होइन कि म त वनमा बस्ने मान्छे हो क्या बात कर रहे? कुनै दिन तपाईँको प्रेमिका थियो? प्रेमिका भएर त बिहा गरेको थिएन प्रेमिका नभएको भए बिहा गर्थ्यो त तपाईँलाई सेल्फ एनालाइसिस गर्दाखेरि चाहिँ महावीर पुन को हो जस्तो लाग्छ हजुरलाई? मन्जी हो महावीर पुन हो को हुने नि एउटा आविष्कार राष्ट्रिय आविष्कार केन्द्रमा हुँदाखेरिको महावीर पुन र आज यो शिक्षा मन्त्रालय सम्हालेर बसिरहेको महावीर पुनमा के फरक पाउँछ? केही फरक छैन केही फरक देखेछ भने भनिदिनु होला है केही फरक छैन म जहाँ बसे पनि जे गरे पनि म चाहिँ उस्तै हो मन्त्री बन्ने ढङ्ग थिएन त मेरो तर अहिले त अलिअलि ढङ्ग महावीर पुन नाम चाहिँ कसले राखिदियो तपाईँलाई? थाहा छैन कसले राख्यो चुनाव पनि लड्दैन तर अहिलेको जस्तो फेरि कसैले टिपेर प्रधानमन्त्री बनाइदिएछ अथवा कुनै मन्त्री फेरि बनाइदिएछ भने गर्ने हो अच्छा जेएनजीहरू पनि उही गफ मात्रै गर्ने काठमाडौँमा मात्रै काठमाडौँ छोड्न नचाहने है अनि त्यही माइती घर र त्यो सिंहदरबार घेर्ने साथीभाइ दिदीबहिनीहरू 9:30 बजे पत्रकारहरू कता गयो कोही आएन त यार मान्छे छैन क्या बेनी बजारमा पत्रकार सम्मेलन भनेको कोही आउँदैन त हो पत्रकारहरू त सुत्छ बेनी बजारमा यहाँ हो पत्रकार सम्मेलन गर्ने कोही पत्रकार आएन सब बेनीको पत्रकारहरू सुते त ल हेर्नु खाली त खाली 9:30 बजे यहाँ सुके म यता देखाउनु नि 84 सालको चुनावमा तपाईँ सांसद हुने या चुनाव लड्ने नेता बन्ने हो? त्यो थाहा छैन खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन किन सिरक ऊ 4 खुट्टे भयो म चाहिँ 2 खुट्टे भयो ओलीजीले भनिसक्नुभयो यो सरकारले उहाँले त दाउ थाउनु भएको छ के उहाँ के दाउ थाउनु भएको छ भने चुनाव भएन भने संसद चाहिँ पुनर्स्थापना हुन्छ अनि हाम्रो दाउ पर्छ भनेर दाउ थाउनु भएको अनि अभिनेता कोही छन् तपाईँलाई? छैन के अरे यार त्यस्तो कुराहरू केही पनि छैन ल छोड्नु मन अरू कुराहरू अनि अब तपाईँ गाड बिना हिँड्दाखेरि त समस्या होला नि त अब तपाईँ गाड पनि नचाहिने तपाईँ 70 वर्षसम्म बिना गाडी हिँड्यो भने जब त्यो 6 महिनालाई नहिँड्दैमा केही फरक पर्दैन कि तपाईँले अहिलेसम्म मादक पदार्थ सेवन गर्नु भएको छ? एकदम गर्छ मादक पदार्थ रक्सी त पायो भने खान्छ म आफूले किनेर खाँदैन कसैले ल्याइदियो भने खाइन्छ त्यति हो आफूले चाहिँ 1 पैसा पनि खर्च गरिँदैन मस्त जोक मारा रे या हँस रे हल्कट हँस अब यो कन्सल्टेन्सीको ठगी धन्दा पनि मेन पावरको भन्दा चर्को भइसक्यो मन्त्रीज्यू अब यसलाई समस्याको समाधान चाहिँ कसरी गर्ने होला त? दाइ आफू मृत्युपछि मलाई कुन रूपमा सम्झिउन् जस्तो लाग्छ तपाईँलाई? मलाई केही पनि लाग्दैन मृत्युपछि सम्झिने नसम्झिने भन्ने लाग्छ किन सम्झिनु पर्यो आउनुभयो मन्त्री पनि भन्नुभयो तपाईँले म शिक्षा मन्त्री चाहिँ बन्दिनँ भनेर भन्नुभएको थियो नि महावीर पुनजी मन्त्री बन्दैन भनेको शिक्षा मन्त्री मात्र होइन क्या अलि
तिक्ततापूर्ण तरिकाले अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या। किनभने म चाहिँ मान्छे हो। कसरी सम्झनुहुन्छ कट्टु मास्टरलाई? सम्झे जति सबै यो किताबमा लेखेको छ क्या। नाटकै हो, नौटङ्की नै हो। उहाँले न दसैँ तिहार न कहिले विवाहमा त आफ्नो विवाह 4 घन्टा ढिलो आउने जन्ती लिएर उहाँ हुनुहुन्छ। चौतड 4 को जनतालाई यहाँ यति धेरै जनता हुनुहुन्छ, उहाँलाई बाचा कसम गर्नुहोस् कि तपाईँले जितेपछि पहिलो एउटा काम इम्पोर्टेन्ट काम के गर्नुहुन्छ? यहाँको पहिलो काम मेरो सुन, यहाँको मेन समस्या के छ? मेन समस्या भनेको यहाँ समस्या धेरै छ। जेरी जस्तै नीति बनाउन छोडेर जनतालाई घुमाउने पो हो कि ऋषि धमला पनि आएर भन्ने प्रश्न पनि छ नि। होइन, जेरी पकाउनु गलत हुँदैन है। भाई यहाँ पे क्या हो रहा भाई? ये कहाँ फंस गया भाई मैं? आज त्यो जेरी पसलमा पुगेन, जसरी मैले जेरी पकाएँ नि, त्यो जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ? ऋषिजी, तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो। ट्र्याक्टर चलाउने मान्छेको पीडा चलाउने मान्छेलाई थाहा हुन्छ नि। देशमा तराईमा यसको महत्त्वपूर्ण काम गर्छ। अरे यार कैसे कैसे लोग रहते हैं यार यहाँ। एउटा रमाइलो प्रश्न छ, ऋषिजीले अब चुनाव चिन्ह रोजि नै सकेपछि किन मोबाइल रोजेको? उहाँलाई मनपर्ने काजु रोज्नु पर्थ्यो नि। म पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो समस्यामा छन्। बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार? बाटो हिँड्दै थिए यार। मैं गाँव जा सकता हूँ। नहीं तो जा रहे यार, तू कुछ आपको लेकर जा सकता हूँ, मैं काम करूँगा। रौतर ठुलो समस्यामा छ, पीडामा छ, जनताहरू धेरै पीडित छन्। त्यसैले मैले एउटा सङ्कल्प गरेको छु, रौतर जिल्लालाई म बनाउँछु। मैले सबै कुरा छोडेर अब मैले रौतरमा बस्ने, यहाँ आएर बस्ने गरेको छु। अब म रौतरमै घर जम गर्नेछु। म यहाँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु, उहाँहरूसँगै बस्छु। चलो भोट मागेर उहाँ मन्त्री हुनुहुन्छ, फोन नम्बर क्षेत्र नम्बर 5 मा चाहिँ बालनले हार भने मत परिवर्तन भएन, नेता नफेर्ने, जनता फेर्ने। दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्ला नि फेरि आमा। त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि। त्यसो अब ओली प्रधानमन्त्री कि पर्छन्? हजुर, ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि पर्छन्? यो भातलाई बनाउँछन् प्रधानमन्त्री। कतिको तताएको छ चुनावी माहौलले खास तताएको छैन, केही छैन। हेर्नुहोस्, तपाईँ आफै वडा भएको यही 9 नम्बर वडा। कुन पार्टीबाट? एमालेबाट भनेको आफ्नै काम गराइबाट सन्तुष्ट हुनु होइन।
भोट केमा हाल्ने त? भोट म जान्छु हो। ल साथीभाइहरू, महावीर पुन भन्ने मान्छे आएको छ। अच्छा चुनाव चिन्ह चाहिँ पर्सि आउँछ है। यो पालि बालेन कि के विवाह? होइन माटो हो नि हर्के। ए माटो? अब हर्क साम्बाङबाट बोल्नु? हजुर। किन हर्क साम्बाङले चाहिँ किन? भिजन छ राम्रो। के छ भिजन? ढुङ्गा बोकाउँछ, जिउ दुखेको निको पार्छ नि। उहाँले न दसैँ तिहार न कहिले विवाहमा त आफ्नो विवाह 4 घन्टा ढिलो आउने जन्ती लिएर उहाँ हुनुहुन्छ। दाजुभाइ दिदीबहिनीहरू, 9:30 बजे पत्रकारहरू कता गयो? कोही आएन त यार, मान्छे छैन क्या? बेनी बजारमा पत्रकार सम्मेलन भनेको कोही आउँदैन त हो। पत्रकारहरू त सुत्छ त बेनी बजारमा। यहाँ हो पत्रकार सम्मेलन गर्ने, कोही पत्रकार आएन। सब बेनीको पत्रकारहरू सुते त। ल हेर्नु खाली त खाली। 9:30 बजे यहाँ छु कि म यता देखाउनु नि यार। ओली र बालेले दुःख नगरे हुन्छ? नगरे पनि हुन्छ। घन्टी बजाएर उचार्नु गरेछ दिदीलाई भुटानै बाले है। चुनाव चिन्ह चाहिँ घन्टी है, बुझ्यो नि? मेरो साहब ग्यास गरिदिनु भन्नुभयो तपाईँ? हो त, झ्यासै हो त नि। घन्टी छान्ने कुरो नगर मलाई। घन्टीले के चाहिँ गरौँ? ईश्वरवाद ठाउँमा मैले पढा हो। के बोलेको? चौतहट 4 को जनतालाई, यहाँ यति धेरै जनता हुनुहुन्छ, उहाँलाई बाचा कसम गर्नुहोस् कि तपाईँले जितेपछि पहिलो एउटा काम इम्पोर्टेन्ट काम के गर्नुहुन्छ? यहाँको पहिलो काम मेरो सुन, यहाँको मेन समस्या के छ? मेन समस्या भनेको यहाँ समस्या धेरै छ। जेरी जस्तै नीति बनाउन छोडेर जनतालाई घुमाउने पो हो कि ऋषि धमला पनि आएर भन्ने प्रश्न पनि छ नि। होइन, जेरी पकाउनु गलत हुँदैन है। भाई यहाँ पे क्या हो रहा भाई? ये कहाँ फंस गया भाई मैं? टेक्नोलॉजी आज त्यो जेरी पसलमा पुगेर जसरी मैले जेरी पकाएँ नि, त्यो जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ? ऋषिजी, तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो। काम त धेरै परको कुरा हो। स्टेटसै म जति लेखेर देखाओस्, बालेनले लेखेर देखाओस्। सक्छ? एक महिनामा एउटा स्टेटस पनि, त्यो पनि 2 महिनामा डिलिट गर्ने गरी लेख्छ। फु र फाफा भने। के भन्नु हजुर? अब म त शेरबहादुर पार्टी परि अल्पमतमा पर्नु पर्यो हजुर। म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेस शेरबहादुर सम्झिनु भयो होला। अर्को म एकदम स्वतन्त्र शेरबहादी। यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर चाहिँ म। एउटा समयमा तपाईँलाई सबैले बा, राष्ट्रिय बा भने एकाएक हत्यारा भन्दाखेरि कता चित्त दुखेन, मन दुखेन? हत्याराको ट्याग लाग्दाखेरि के को जिम्मेवारी? 22 गते जुन घटनाहरू भयो, देशले जुन धेरै नै भन्ने गर्छन्, आन्दोलनको कि तोडफोडको कि
प्रहरीको दमनको त्यो परिस्थिति निर्माण गर्ने पनि म होइन, गोली चलाउने पनि म होइन। नै हो यो नौटङ्की नै हो। अहिले पनि म अलरेडी सुन्छु नयाँ हेर्ने, नयाँ को हेर्ने भन्दा चिनेको जानेको छैन, नयाँ हेर्ने। ब्याङ्कले नोट छाप्दाखेरि धितो जमानी बिना छाप्दैन क्या। यहाँ भोट हाल्दाखेरि धितो न जमानीको मान्छेलाई भोट हाल्ने भन्छन् बा कोही कोही। भोलि खोज्न कहाँ जानुहुन्छ? सही है। प्रधानमन्त्री बनाइसके मान्छेले गरेमा हामी चुनाव पर्खिरहेका छौँ। कहिले होला? फागुन 21मा होला या वैशाखमा होला या अर्को मङ्सिरमा होला। हामी चुनाव पर्खिरहेका छौँ। चुनावबाट नै हामी जस्तो महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौँ, त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौँ। अब भेट्नु गएर झरेका दुईटा फलहरूले रुखै मै हुँ भनेर दाबी गर्ने। गरेछ त गर्दै थियो, तर घरवालाले टर्च बालेर यसो हेर्दा त ढाडे। भण्डारीलाई तपाईँ 2 पल्ट राष्ट्रपति बनाउनु भयो। अहिले सबैभन्दा बढी तपाईँको आलोचना गर्ने भित्री रूपमा तपाईँलाई चुनाव हराउनु पर्छ भनेर प्रधानमन्त्री सुशीला कार्कीसँग गएर सम्झौता गर्ने विद्यादेवी भण्डारी। अब तपाईँले चुनाव जित्ने आधार मलाई दिनुहोस्। म ताक्छु मुडो बन्चर ताक्छ घुँडो जस्तो म खोज्छु ऋषि दमला जस्तो मान्छे श्रीमतीको नाममा अर्कै पार्टी खोलेर के गर्ने। त्यहाँ डाँडा पनि छ, त्यहाँ सम्म पनि छ, त्यहाँ रेल बनाउन सकिन्छ। नेपालमा अब रेल नयाँ कुरो होइन। जनकपुरमा रेल कुदिराखेको छ, तपाईँहरूले गीत बनाउनुहुन्छ के दार्जिलिङको रेल। के रे तँलाई के तेरो हड्डी बाँच्यो तेरो चोर त अलिक विद्या जिस्काउँदै जसरी त अर्का बुढी जिस्काउँदै दि त। कसको बुढी? म त यहाँ बुढी जिस्काउ त तेरो बदाले बुढी मेरो बुढी हो त्यो। हिरो बच्चा साला अब जिस्का न तेरो कर गड्डी बाँच्छु साला। जिस्काएको यसै गर्ने हो हिरो बच्चा। ओ बच्चा के छ साला विद्या जिस्काउँछ तेरो पाख्दा तेरो पाख्दा। विद्या जिस्काउँछ यार साला, त्यसलाई पिटाउ न पिटाउ साला। हो हलाई पिट्नुपर्छ ल ल दाइ हो सालालाई। जनताले तपाईँलाई जवाफ दिन्छन्। त्यो ओली चोरले जे पनि भन्न सक्छ। त्यो जाँडा त बौला हो अब खै। तू समझा? हाँ। नहीं तू समझा नहीं। के भनेर कता फर्काउने? लेफ्ट राइट। जनता
जनताप्रति पूर्ण वफादार रही मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु त्यो पर्दैन चीटिंग करता है तू चीटिंग करता है अब केन्द्रीय समितिको बैठक बालुवाटारमा हुन्छ कि पार्टी कार्यालय धुम्बारामै हुन्छ मैले जहाँ बोलाउँछु त्यहाँ Would like to take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke? Gun smoke. Biggie Smoke the mayor, the rap slayer, the hooker layer. Motherfucker, say your prayers.